ल यो के रविन्द्र यो चाहिँ हाम्रो के अरे घरबारीमै उत्पादन हुने सागसब्जीहरू फलफुलहरू यो खायो भने चाहिँ हामीलाई के भन्छ पोषण पाउँछ हामीले कार्बोहाइड्रेट प्रोटिनहरू यस्तो पाउँछौँ यसबाट के भिटामिनहरू के भयो यो बनाना पनि छ अनि त्यसपछि काउली रहेछ हैन मुला छ अनि यो सबैबाट एउटै पोषण तत्त्व पाउँछ कि फरक फरक पाउँछ फरक फरक पाइन्छ यसबाट फरक फरक पाउँछौँ यसबाट फरक फरकै पाउँछ हामीले सबबाट जस्तै मुलाबाट के अरे सागबाट भिटामिन पाउँछौँ भने हामीले यो फलफुलबाट अरू केही चिज पाउँछौँ के अरे पदार्थहरू पाउँछ हामीले सुन्तला पनि रहेछ सुन्तलाबाट चाहिँ के पाउँछ नि सुन्तलाबाट हामीले भिटामिन सी पाउँछौँ यसबाट चाहिँ भिटामिन सी प्राप्त हुन्छ हैन ओके धेरै राम्रो छ ल अनि गाजर छ हैन सबै कुरा राख्नु भएको रहेछ धेरै राम्रो छ ल यो कसले रविन्द्रले राखे हो ए यो तपाईकै ग्रुपले राखे हो ए धेरै राम्रो छ हैन यहाँ विभिन्न थरीको हैन अन्न तथा गेडागुडीहरू राखेको रहेछ हैन यसबाट के कुन कुन पोषण तत्त्वहरू प्राप्त हुन्छ मलाई एकचोटी बताइदिनु चाहिँ हामीले कार्बोहाइड्रेट पाउँछौँ यसले चाहिँ हाम्रो के भन्छ शक्ति दिन्छ यसले हामीलाई शरीर दिन्छ अनि शरीरलाई आवश्यक पर्ने शक्ति प्रदान गर्छ बालबालिकाहरूलाई कुपोषणबाट बचाउँछ यसले र प्रोटिन र अन्य खाद्य पदार्थहरूबाट पचाउन अरू पदार्थहरू पचाउन पनि मद्दत गर्छ यसले धेरै राम्रो राम्रो छ ल यहाँ घिउ तेल दही पनि राखेको रहेछ यिनीहरू चाहिँ किन राखेको नि त्यसबाट चाहिँ हामीले चिल्लो पदार्थ पाउँछौँ त्यसले चाहिँ हाम्रो शरीरलाई न्यानो राख्न कार्य गर्छ खानालाई घुल्ने भिटामिनहरू भिटामिन डी ई के लाई भण्डारण गरेर राख्छ खानालाई स्वादिलो बनाउन मद्दत गर्छ छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्छ शरीरका मुख्य अङ्गहरू मुटु मृगौला आँखालाई सुरक्षा राख्छ ल धेरै राम्रो ओके ओहो यहाँ त पुरा मोमो पो बनाइरहेछ त यो के को मोमो हो यो कोदोको एकदम नमस्ते हामी चाहिँ 10 क्लासबाट हैन 10 क्लासबाट हामीले चाहिँ अब आफैले बनाउनु भएको आफैले ए धेरै राम्रो छ त साइजहरु पनि कहाँ सिक्नु भएको यो बनाउन यो त हामीले फर्स्ट ट्राई नै हाम्रो यही हो ए फर्स्ट टाइममै ए धेरै राम्रो छ अनि एकदमै हेल्दी छ यो चाहिँ अनि यो निशुल्क वितरण हो कि नै होइन यस्तो यहाँ हेर्नु त ए प्राइस यहाँ छ ए धेरै रुपैयाँ हो प्लेटको हैन अनि यता के रे पसलतिर त कोदोको मोमो छैन तपाईहरुले चाहिँ कोदोको मोमो बनाउनु भएछ किन कोदोको बनाउनु भएको किनकि हामी चाहिँ अब यस्तो हाम्रो शरीरको लागि अलि राम्रो हुने अलि स्वस्थ टाइपको खानेकुराहरू अनि देखाउन अनि बजारमा त मैदाको मोमो पाउँछ हैन मैदा जङ्क फुड अब सधैँ हामी त्यो खाँदा हैन वाक्क भएको हुन्छ खाना खान्छौँ घरमा हैन अब हामीलाई बाहिरको चिज केही खान मन लाग्छ तर हामी पसल गइहाल्छौँ के खानालाई अरू केही हाम्रो केही बन्दैन घरमा केही राम्रो आइटम बन्दैन जस्तो सोचेर हामी पसलमै सबै थोक छ पसलमै जान्छौँ हैन तर हाम्रो घरमा पनि यस्तो खानेकुरा बन्न सक्छ हामीले पनि यस्तो हेल्दी फुड खान सक्छौँ स्वस्थ बनाउन खान सक्छौँ अब सबैले अब मोमो जङ्क फुड हो मोमो अब खानु हुँदैन धेरै हैन यसले नराम्रो असर गर्छ भन्छौँ तर नो मोमो पनि अरू जस्तै हुन सक्छ तर त्यसलाई हामीले राम्रो बनाउन चाह्यौँ भने मात्र त्यस्तो भनेपछि बजारमा पाइने मैदाको मोमो भन्दा तपाईहरुले बनाउनु भएको कोदोको मोमो चाहिँ एकदम हेल्दी छ हैन एकदम हेल्दी छ खाएर ट्राई पनि गर्न सक्नुहुन्छ ल हस् धन्यवाद हस् हस्